झ्याप्पै ती खाल्टा खनाइ भयो आज। मैले फरुवा खानेको होइन, फरुवाले मलाई बोक्ला जस्तो भयो भने। हो सुन्नुभयो तपाईँहरूले। र अहिले चाहिँ आपा पनि आउनुभयो है, यो सुपारीको बोट। भेरी गुड मर्निङ एभ्रीवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप यु अल आर डुइङ गुड। आशा छ तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ भनेर, र म पनि सन्चै आरामै छु। र आज चाहिँ जुन चाहिँ अस्ति हामीले घाँस काटेको थियौँ है, त्यहाँनिर चाहिँ सुपारी रोप्नुको लागि चाहिँ आज हामी खाल्टा खन्दैछौँ। र आज के कसरी खाल्टा खन्नेछु त्योमा रिलेटेड आज भिडियो छ, र आज तपाईँलाई म देखाउनेछु है के कस्तो हामी काम गर्नेछौँ। म र मेरो श्रीमती र अघि नै चाहिँ हामीहरू बारीमा आइसकेको थियौँ, र फेरि अहिले चाहिँ म तपाईँलाई के कसरी सुपारी लगाउँछु त्यो बारेमा देखाउनु लागि चाहिँ यो भिडियो आजको लागि, र अन्तसम्म बिना सिबरिकन हेर्नुहोस् होला। अहिले तपाईँले हेर्नु सक्नुहुनेछ मेरो श्रीमती चाहिँ परनिर खन्दैछ खाल्टा। अघिदेखिको चाहिँ हामी खाल्टा खनिरहेको थियौँ यो लाइन लगाउँदै, र यो भाटा चाहिँ है तपाईँको 6 फुटे भाटा हो, र यसको मेजरमेन्ट अनुसार चाहिँ हामीले यहाँनिर यस्तो प्रकारले चाहिँ खाल्टा खन्दैछौँ। तपाईँले हेर्नु सक्नुहुनेछ है, बराबर मिलाएर चाहिँ यसरी सिधा सिधा लाइन, यो लाइन पनि सिधा बनाएर, र साथसाथै है यता यो लाइन पनि सिधा बनाउँदै हामीले 7-7 फुटको डिस्टेन्स गर्दै रोप्दैछौँ। हेर्नुहोस् होला बुढी कति जाँगरिलो छ, म भन्दै बेसी जाँगरिलो छ, ऊ हेर्न सक्नुहुनेछ है। यस्तो छ काम गराइ। अब चाहिँ हामीहरू यसरी डोरी टाँगेर चाहिँ लाइनमा लगाउने भनेर हेर्दैछौँ यहाँनिर। यस्तै होइन, यहाँ हुँदो रहेछ अझै, यहाँ ठोका थियो अनुहार निधार जान आएन नि, फेरि यस्तै ह्यान्डसम अनुहार फेरि जान्छ नि। आइया भन्दैछु नि हो। ल यता यहाँ यस्तो भयो, अन्त खै यो त के नमिलेको यो त, खै कहाँ हाल्छु फेरि। यहाँ हुनुपर्छ। र अब चाहिँ सेट भयो है कहाँ खन्नु भनेर, ट्याक्कै यहाँ खनिदिने हुन्छ होइन। यहाँ यो त अघि मैले त्यसै फाल्टो खनेको थिएँ नि त, ल फरुवा त पराएको रहेछ। र अब चाहिँ यहाँ खनिदिने हो टक्कै यहाँनिर। झ्याप्पै ती खाल्टा खनाइ भयो आज। अघि डोरी नल्याएको हुनाले चाहिँ त्यही भएर दुःख पाइयो फेरि अहिले। ती खन्देऊ न। र यहाँनिर खन्ने भयो अब टक्कै। के अरे बुढीले पनि साह्रै हँसाउँछ, घरिघरि कमेडी गर्छ कि। मैले चाहिँ फरुवालाई होइन, फरुवाले चाहिँ मलाई खन्छ भनेर भन्दैछौँ यहाँनिर, आफै हाँस्दैछौँ। र यो बारीमा चाहिँ हामीले पहिला धान लगाउँथ्यौँ, र पछि चाहिँ सेप भएर चाहिँ अन्त फेरि हात्ती चाहिँ आउँदाखेरि चाहिँ यहाँनिर घरदेखि अलिक टाढो भएर नदेख्ने, त्यही भएर यहाँ लगाएको र नलाएको चाहिँ एउटा हुन्थ्यो। त्यही भएर चाहिँ यो बारी चाहिँ हाम्रो बाँझै हुन्थ्यो। त्यस कारण चाहिँ अब बारी पनि बाँझो राख्नु भएन, अनि अन्तमा चाहिँ सुपारी लगाइदिउँ भनेर चाहिँ योपालि कोसिस जारी छ। अघि के भयो अरे फेरि भन त एकपल्ट सुनौँ, भनिदेऊ न के अरे। मैले फरुवा खानेको होइन, फरुवाले मलाई बोक्ला जस्तो भयो भने। हो सुन्नुभयो तपाईँहरूले। हुन पनि फरुवा हेर्नुहोस्, उसको अनुहार पनि ठुलो रहेछ फरुवा चाहिँ। र अब चाहिँ यहाँको अन्तिम खाल्टा यहाँ छ हौ, खाल्टा त्यहाँ खन नि जाऊ त, यहाँ खन्छु। यहाँ हो नि त खाल्टा,
यो त हात्ती हिँडेको पाइला हो त हौ हो बुढी छक्कै पर्छ खै मलाई चाहिँ ठिक्क हुँदो रहेछ फरुवा हुन त अघिदेखिको यही फरुवाले मैले भन्दै थिएँ बुढीलाई चाहिँ अर्को सानो फरुवा दिएको थिएँ र अब चाहिँ हाम्रो यो खाल्टा खन्ने कार्यक्रम लगभग सकिसकेको छ 6.5 hours later. र अहिले चाहिँ सबै बारी खनखान पारेर चाहिँ म अब सुपारीको जुन चाहिँ दल छ राखेको है त्यसलाई निकाल्नु जाँदैछु त्यसपछि त्यसलाई सार्नेछु है र अहिले तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो माथिको पोखरी अलिकति यसमा चाहिँ पर तपाईँले देख्नुहुँदैछ है भ्याएको तैँले पुरा अन्डा पारेको रहेछ र हिजोनिर मैले साँपको काजीले पनि दिएको थिएँ पानी सापले चाहिँ पुरा दुःख दिन्छ यसमा अब अरू यो तेलापिया माछाहरूलाई चाहिँ त्यस्तो खाँदैन रहेछ त्यही तेलापियाहरूको चाहिँ काँडा पुरा हुन्छ र यो तपाईँको पानी सापले चाहिँ ग्रास कपहरूलाई चाहिँ मजाले खाँदो रहेछ ग्रास कप रुई माछालाई किनभने मैले पहिला पनि यहाँनिर यो साँप यहाँनिर मैले निकालेको थिएँ र साँपको भुँडीभित्रबाट चाहिँ है 5-6वटा चाहिँ जुन चाहिँ रुई र ग्रास कपको मैले बच्चाहरू मैले निकालेको थिएँ र यस्तै हो है जीवन चक्र कसैलाई कसैले अब भन्दाखेरि खाएकै हुँदो रहेछ र अब चाहिँ म तपाईँलाई देखाउने छु है सुपारीको दल चाहिँ यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ है निकै ठुल्ठुलो भइसकेको छ र अब चाहिँ यसलाई निकाल्दै है सार्ने छु म तल लगेर बारीमा र भिडियोमा के कस्तो हुनेछ तपाईँले अन्तिमसम्म हेर्नुहोस् होला अब चाहिँ मेरो काम सुरु भइसकेको छ है जुन चाहिँ यो सुपारी सार्नुको लागि जुन चाहिँ यो पुरानो दल थियो र यसलाई चाहिँ अब म यो फरुवाले निकाल्दै अब यसलाई सार्नुको लागि म रेडी भइसकेको छु झोडी चाहिँ पुरा यस्तो बर्खाको बेलामा हुन्छ र अब चाहिँ है बिस्तारै बिस्तारै खन्दै खन्दै यो बोटलाई सार्नुको निम्ति पुरा काम गर्नु पर्यो वरिपरि खन्दै त्यसरी र तपाईँलाई म देखाउनेछु है सुपारीको बोट यसरी है छेउबाट निकाल्दै अब यहाँ राख्नेछु त्यसपछि चाहिँ पर लगाएर सार्नेछु अब तल बारीमा अझै ठुलो छ काम सुरु भइसक्यो र स्थानान्तरण हुँदैछ हेर्नुहोस् होला बोट पनि निकै ठुल्ठुलो खाले छ मजाको फस्टिएको बोटहरू हुन्छ यतिकोमा अरू चाहिँ होइन यो कमिलालाई त साह्रै चिल्दैछ आज पहिला चाहिँ ठुल्ठुलो सबै निकाल्ने ल ल ल यस्तो छ काम गराइ र पहिला चाहिँ खाल्डो सबै खनेको रेडी छ तल पुरा छ र यहाँ चाहिँ नरिवलको बोट पनि छ एउटा त्यसलाई चाहिँ अलिक पछि सार्ने पहिला चाहिँ यो ठुल्ठुलो निकालिहाल्ने है लहरा लुरीले पनि घरको साह्रै बजाउँछ साला निकाल्नु खोज्यो हौ है अप्ठ्यारो भयो नि यहाँनिर चेपमा भएर खन्तीले त खै गाह्रै होला हुन्छ होला तर खन्तीले पनि आप्छ खै सुपारी बोट त निकाल्नु तर निकै अप्ठ्यारो खचाखच भएर यहाँनिर
गाह्रो पर्यो निस्क्यो सर्छ कि सर्दैन यो चाहिँ हुन त जरान आएको छ सर्नै पर्यो यो बोट चाहिँ अब यस्तो दुःख गरेर निकालेको बोट होइन यसमा चाहिँ साह्रै यो पादे लहरा चाहिँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ पादे लहरा हो ग्यास्ट्रिक भएको बेलामा यसको मुन्टाहरू चुडाउँदै चामल पिसेर पकोडा जस्तो बनाएर पनि खाँदो रहेछ यसलाई चाहिँ र अहिले चाहिँ आपा पनि आउनु भयो है यो सुपारीको बोट सार्नुको लागि र म पनि यता मेलो हेर्दै है ठुल्ठुलो जति पनि सुपारी छ त्यसलाई निकाल्नुको लागि म पनि हेर्दैछु ल यो हो नि त तारा एउटा फर्स्ट निस्किनु मात्रै गाह्रो त्यसपछि चाहिँ भट्टाभट निस्किनु थालिसक्यो है र अहिले तपाईँले यहाँ हेर्न सक्नुहुनेछ है आप्पाले चाहिँ सुपारीको बोट यसरी बोकेर बारीतिर तर्फ लानु हुँदैछ र बिउहरू चाहिँ यहाँनिर अझै निकै छ यहाँ छ पर छ है यहाँनिर पनि अझै ड्याममै छ यसलाई चाहिँ निकाल्दै अहिले त्यहाँदेखिको पर बारीमा लगेर चाहिँ सार्नुपर्ने हुनेछ र घाम चाहिँ पुरा सर्कलाएको छ आज पनि त्यही भएर चाहिँ काम गर्नु निकै गाह्रो परिरहेछ पसिना खलखली आउँदैछ यस्तो छ है यो बोरामा चाहिँ मैले यसरी हालेर बोक्ने भनेर चाहिँ सोचिरहेको छु यसरी बिरुवा तल हाल्यो बोक्नु पनि सजिलो त्यही भनेर चाहिँ यसरी हाल्दैछु कोही चाहिँ निकै ठुल्ठुलो भइसकेको छ बिरुवा पनि होइन यति नै लान्छु अलिक अप्ठ्यारो हुन्छ बोक्नु चाहिँ भाइ देवी पनि आउनु भएको सुपारी बोक्नु सक्नु आउनु भएको आप्पालाई र अहिले तपाईँले हेर्नु सक्नुहुनेछ है मेरो छोरा पनि कुच्चो बोकेर आउनु हुँदो रहेछ बेबी उता जानु मजाले चिल्छ उता जानुहोस् बेबी लड्छ नि त छोरा मलाई काम सघाउनु आएको अरे झन् काम बढाउनु आउँदैछ यता आउनुहोस् छोरा बेबी जानुहोस् उता पर म यो साँपहरू आउँछ उता हामी जानुहोस् हामी ठुलामा हो छोराले बाउ पछाउँछ हामी हो रहेछ किन ल्याउनु भएको छोरा त्यो के गर्नु लागि यो के हो बेबी हो ब्रुम सफ्ट ब्रुम भन्नुहोस् यस छोरा चाहिँ अहिले निकै बोल्न थालेको छ पहिलाको हेरी हेर्दै ऊ हिजो अस्ति जन्मेको जस्तो लाग्छ है कत्रो ठुलो भइसकेको छ नानी पनि है छोरा अहिले चाहिँ है छोरा नमानेर चाहिँ उसको ठुलापा बाजे आएर चाहिँ लानु हुँदैछ भाइलाई र म चाहिँ अब कुम्लो कोटेर बोकेर लाग्नु लागेको बारीतर्फतिर सुपारीको बिउ बोकेर त्यो प्रकारले अब भारी बोक भाइ लागतिर अन्त बारीतिर ल म चाहिँ अब लागेँ है भारी बोकेर सुपारीको भारी हुँदो रहेछ त ल है भारी हुँदो रहेछ निकै है सुपारी रोप्नु पनि सजिलो छैन त्यही कारण मान्छेले खेतला लगाएर रोप्दो रहेछ हात दुखी आयो मरे हात खायो सुपारीको बिउ बोका भएर चाहिँ लाग्दैछ म बारीतर्फतिर रोप्ने ठाउँमा अझै पनि छ बिउ चाहिँ र है पहिलाखेरि चाहिँ अलिकति भए पनि सजिलो हुन्छ भनेर यो बिउ पनि लाँदैछु बारीतर्फतिर र यता अगाडि बाउ र यता पछि छोरा सुपारीको बिउ बोकेर हिँड्दैछ दुईजनै ला टुक्कै देखेर फेरि चप्पल पनि फुस्क्यो र सुपारीको बिउ चाहिँ यहाँ लगाउनु भनेर चाहिँ
खाल्टा साल्टा खनिसकेको थियौँ र पानीले अलिकति पुरेको रहेछ र सुपारी बिउहरू चाहिँ यहाँनिर साइडमा राख्नुपर्ने पहिला यस्तो छ या हातै दुख्यो त्यहाँ माथि चप्पल पनि फुस्क्यो है यस्तो छ चप्पलको हालत अब चाहिँ सुपारीको लागि मल लगाउनु भनेर चाहिँ यहाँनिर आएको छु अब पानी परेर यो जति पनि मलहरू पनि सिसा जस्तो भारी भएकोलाई देखेर है त्यो अब अलिक भए पनि मल लाउनै पर्यो नभए सुपारी मर्छ भन्ने डर यस्तो छ मल पनि त्यही माथि हिजोअस्ति निकालेको यहाँबाट पनि मल चाहिँ र यस्तो मल चाहिँ अब कसरी लाउनु नि भगवान् है अब यहाँदेखि त बेसी पुग्नु सकिन्न होला पानीले भेटेर पुरा भारी भएको हुन्छ मल पनि डल्लो पार्छ होला यो मलले आज ल मल चाहिँ भर्यो भर्नु चाहिँ भर्यो अब बोक्नु कसरी ल भाइ चप्पल त यहीँ थोकाएर जाला जस्तो छ नचिप्लिन्छ चप्पल चाहिँ यहीँ राख्नेछु ल बल बोकिया अब ल अलिकति दोरी पनि लामो भएछ अस्ति घाँस बोक्दाखेरि राखेको त्यतिकै हामीले छोडिरहेको रहेछु त्यसको त नयाँ अब चाहिँ न ठिक्क हुन्छ कि जय श्री राम नतार्न हौ भारी ए भारी त तान्दैछ उल्टा धन्न बोकियो चप्पल यहीँ छोड्ने हो र यसरी काम गराइछ बारी चाहिँ यहाँ हो तपाईँले हेर्नु सक्नुहुनेछ र यो मल चाहिँ म यहाँ झार्नेछु एकदम पर्फेक्ट सर्ट बस र अब फेरि अर्को टोको पनि ल्याउनेछु है र अहिले चाहिँ आपाले है यहाँ अघि ल्याएको मल यो जुन चाहिँ पिट छ है खाल्टाभित्र चाहिँ यसरी हाल्नु हुँदैछ सुपारी रोप्न अगाडि चाहिँ मल पनि अलिक गिलो थियो त्यही भएर चाहिँ जहाँनिर ओबानो ठाउँको मलको त्यहाँको मल चाहिँ लिएर अहिले यहाँनिर डोकोमा बोकेर लिएर आएको र आपाले यहाँनिर यसरी मल हाल्नु हुँदैछ र अब चाहिँ है सुपारी रोप्नु लागि म प्रचार गर्दैछु अघि नै यहाँनिर मैले मल हालिसकेको थिएँ र मल हाले पश्चात सुपारीको बोटा चाहिँ यसको खाल्डामा ठक्काएर राख्नेछु त्यसपछि चाहिँ अलिअलि गर्दै यसरी माटो हेरेर यहाँ अलिकति मल पनि छ मललाई चाहिँ अलिकति माथि तानेर यसरी सुपारी रोप्ने छ अब सक्नुहुनेछ मल पनि भेट्छ त्यसपछि चाहिँ माथिको माटो चाहिँ यसमा यसरी लगाउनु पर्ने हुनेछ यस्तो प्रकारले वरिपरिबाट र क्रमैसँग चाहिँ सुपारी रोप्नु चाहिँ यसरी नै रोप्नुपर्ने हुनेछ यस्तो प्रकारले यो रोपेपछि चाहिँ मजाले यसरी खुट्टाले खिच्नु पर्ने हुनेछ सिधा बनाएर
छेउछेउको वरिपरिको अलिअलि झारेर पनि गोड्दै यसरी है आस्ते लगाउनु पर्ने हुनेछ। र बिस्तारै बिस्तारै यसलाई सिधा पनि तार्दै रोप्दै ताकि भोलिपछि पनि यो सिधै होस् भनेर चाहिँ रोपिँदैन सुपारी। यस्तो छ रोप्ने तरिका। र अहिले भन्दा नभन्दै निकै सुपारीको बोटहरू पनि रोपिसकेको छु र अझै यहाँनिर धेरै छ है। यहाँनिर खाल्टा बनाएको जग्गामा सुपारीको बोटहरू यसरी राखिरहेको छु। घाम पनि डह्रो एकदम टन्टलापुर घाम लागिरहेछ र यो कहिले काम सक्नु पनि भइसक्यो मलाई चाहिँ। अब के गर्नु, काम सक्नै पर्ने हुनेछ। अब अझै ढिलो गऱ्यो भने फेरि सुपारीले राम्रो हुँदैन, सुपारी मर्ने हुन्छ। त्यही भएर चाहिँ भटाभट जति सक्दो हुन्छ छिटो सक्ने प्रयास गर्दैछु। र अब चाहिँ मेरो सुपारी रोप्ने काम अन्तिम भइसकेको छ है। र अब चाहिँ दुईवटा मात्रै छ, एउटा यहाँनिर रोप्नुपर्ने। र आज मैले मोट चाहिँ 28-29वटा रोपेको छु सुपारीको बिउ। र अब यो अलिकति छ, यसलाई पनि म सिद्धिहाल्छु। र मेरो सुपारी रोप्ने कार्यक्रमको यो अन्तिम बोट रोप्ने छु। अब चाहिँ यस्तो प्रकारले गोबर मल छ र यो माटो चाहिँ अलिअलि छिल्दै माटो यहाँ लगाउने छु। यस्तो प्रकारले। र अब चाहिँ धेरै खुसी पनि भएँ मैले यो सुपारी जुन चाहिँ रोप्ने काम पनि अब सकिसकेँ। र पछि गएर चाहिँ यता पनि अलिक रोप्ने हो यो, किनभने यहाँ अलिक अम्लिसो छ। अम्लिसोलाई काटेर चाहिँ पछि फेरि रोप्ने छु। र पहिला चाहिँ आज यो यति सिधिहाल्ने। ल यो पनि सिध्यो, मजाले थिच्ने छु यसलाई पहिला। थिचेपछि माथिबाट फेरि यो माटो लगाइदिने छु ताकि यहाँनिर वरिपरि चाहिँ पानी नजामोस् भनेर। ल मेरो काम पनि सिध्यो, ढुक्क पनि लाग्यो। यस्तो टन्डलापुर घाममा मैले आज यो सुपारीको बोट रोपी पनि सकेँ। चप्पल पनि फुस्के गर्छ। ल मेरो काम पनि सिध्यो, सुपारी पनि रोपिसकेँ, हत्तु भयो। र आज चाहिँ है भन्दा नभन्दै मैले यति सुपारी चाहिँ लगाइसकेको रहेछु। तपाईँलाई म देखाउने छु है, हेर्नुहोस् होला। यस्तो प्रकारले सुपारीको बिउ मैले लगाइसकेको छु। यहाँ परसम्म छ, हेर्नुहोस् होला। यहाँ चाहिँ म तपाईँले हेर्नु सक्नुहुनेछ सुपारीको बोट यस्तो छ। म यहाँनिर घाम पनि टन्टलापुर लागिरहेछ, गर्मी भयो, आनन्द आयो, काम सिध्यो। र आजको भिडियोमा तपाईँलाई के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। यो चाहिँ मेरो भोलिपछि बुढेसकालको सहारा। बुढेसकालमा यसो पैसा खाँचा पर्दाखेरि सुपारी त्यतिखेर त ठुल्ठुलो हुन्छ होला है, नामो हुन्छ कि हुँदैन त्यति बेलसम्म। तरै पनि मेरो होस् या मेरो भावी सन्तानहरूको लागि भए पनि यति गरिदिइरहेको
सुपारी रोपिरहेछु अहिले र यति भन्दै आजको ब्लगबाट म तपाईँहरू समक्ष बिदा लिनेछु टिल देन कीप वाचिङ माई भिडियोज एन्ड सी यू इन द नेक्स्ट ब्लग I came here to party.